13 जुलाई 2026। शिव बाबाको अनमोल महावाक्य। मीठे बच्चे, तिमी बाबाको पासमा आएका छौ आफ्नो जीवन हीरा समान बनाउन। बाबाको यादले नै जीवन यस्तो बन्छ। प्रश्न: नयाँ दुनियाँमा उच्च पदको लागि कुन एउटा मुख्य पुरुषार्थ गर्नु छ? उत्तर: बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू, जुन पुराना सम्बन्धीहरूले यति दुखी बनाए, अब उनीहरूको मोहजालबाट बुद्धिलाई निकालेर म एक बाबालाई याद गर। उनीहरूको साथमा रहेर पनि मन ममा लगाऊ। मन मनाभवको मन्त्र सदा याद गरेमा तिमीले नयाँ दुनियाँमा उच्च पद पाउनेछौ। गीत। तूने रात गवाई सोके, दिन गवाई खाके। ओम शान्ति। जसरी बाबाले बच्चाहरूलाई सबै शास्त्रहरूको सार सम्झाउनुहुन्छ, त्यसरी नै यी गीतहरूको सार पनि तिमीहरूलाई सम्झाउनुहुन्छ। वहाँ सबैका रुहानी बाबा बसेर तिमी रुहानी बच्चाहरूलाई ब्रह्माको तनद्वारा सम्झाइरहनु भएको छ। बाबा सम्झाउनुहुन्छ, हे प्यारा बच्चाहरू, तिमीलाई थाहा छ तिम्रो जन्म हीरा जस्तो बनिरहेको छ। बाबा समक्ष आउँछौ नै हीरा जस्तो जन्म बनाउन। हीरा जस्तो जन्म बनिन्छ स्वर्गवासीहरूको, कौडी जस्तो जन्म हुन्छ नरकवासीहरूको। तिमीलाई संगम युगको विषयमा पनि थाहा छ। हामी अहिले संगम युगवासी हौं। यो संगम युग सबैको लागि कल्याणकारी छ। यस संगम युगमा नै सबैको गति सद्गति हुन्छ। गति सद्गति कसले गर्नुहुन्छ? परमधामबाट आउने मुसाफिरले। वहाँ बाबा मुसाफिर हुनुहुन्छ नि। तिमी मुसाफिर होइनौ, तिमी आएर जाँदैनौ। बाबा भन्नुहुन्छ, म पुरानो दुनियाँमा आएर फेरि फर्केर जान्छु। बच्चाहरूलाई थाहा छ, यो सेवा गर्ने केवल एक मुसाफिर हुनुहुन्छ, जसले आएर हामी बच्चाहरूको धेरै सेवा गर्नुहुन्छ। यस्तो सेवा अरू कसैले गर्न सक्दैन। सेवाको लागि नै पुकार्छन्, आएर हामी पतितहरूको सेवा गर्नुहोस्। बाबा पनि भन्नुहुन्छ, म प्यारा बच्चाहरूको सेवामा आएको छु, किनकि बच्चाहरू धेरै दुखी छन्। पुकार्छन् पनि, हाम्रो दुःख हर्नुहोस् र शान्ति दिनुहोस्। दुई कुरा सदैव याद हुन्छ, सुख र शान्ति। यहाँ दुःख र शान्ति छ, त्यसैले पुकार्छन्। बाबा नै आएर सृष्टि चक्रको सारा रहस्य तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमी बच्चाहरूले बुझेका छौ, अब भक्ति मार्ग खत्म हुन्छ। कलियुगको अन्त्य अर्थात् भक्ति तल ओर्लिँदै आउँछ। ज्ञानले तिम्रो चढ्ती कला हुन्छ। तिमीले उच्च भन्दा उच्च पद पाउँछौ। फेरि त्यो प्रारब्धको सुख घट्दै जान्छ। भक्ति त यहाँ जति हुन्छ त्यति अरू कहीँ हुँदैन। भक्ति आधा कल्प चल्छ, द्वापर सुरु हुन्छ र अरू धर्म स्थापना हुन सुरु हुन्छ। त्यसै बेलादेखि भक्ति सुरु हुन्छ। भक्ति पनि पहिला धेरै राम्रो हुन्छ। जसरी स्वर्ग पहिला धेरै राम्रो हुन्छ, फेरि बिस्तारै बिस्तारै कला कम हुँदै जान्छ। भक्ति सुरु हुँदा पहिला सुरुमा शिवका पुजारी बन्छन्। आधा कल्प कुनै पूजा हुँदैन। फेरि भक्ति मार्ग सुरु हुन्छ र अरू धर्म पनि सुरु हुन्छन्। यति भक्ति अरू कसैले गर्न सक्दैन। पूरा आधा कल्प भक्ति चल्छ।
यो पनि तिमी बच्चाहरूलाई थाहा छ। बाबा जसले सारा विश्वलाई सद्गति दिनुहुन्छ, स्वर्गको मालिक बनाउनुहुन्छ, वहाँ दूर देशको मुसाफिर बाबा आउनु भएको छ नै हामी बच्चाहरूलाई फेरि स्वर्गको बादशाही दिन। वर्षा पनि कति जबरजस्त छ, तर एउटा कुरा पनि कसैको बुद्धिमा बस्दैन। यहाँ कति भक्ति गर्छन्, कति मन्दिर छन्। यहाँ त धेरै मन्दिर छन्। अहिले तिमीलाई थाहा छ यी कसका मन्दिर हुन्। पहिला सुरुमा त शिव बाबाका मन्दिर बन्छन्, फेरि बन्छन् देवताहरूका। ती मन्दिर पनि तिम्रो सामुन्ने देखिएका छन्। एकातिर शिव बाबाको पूजा गरिरहन्छन्, अर्कातिर शिव बाबाले तिमीलाई पूज्य बनाइरहनु भएको छ। तिमी यहाँ आएका छौ पूज्य देवता बन्न। जति पनि देवताका पुजारीहरू छन्, वास्तवमा तिनीहरू पनि यहाँ आएर ब्राह्मण बन्छन्। बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छ। सबैले सँगसँगै त पढ्न सक्दैनन्, समय लाग्छ। कल्प पहिला पनि जसले पढेका थिए तिनीहरूले नै फेरि पढ्छन्, एकअर्कालाई पढाइरहनु छ। सबैलाई बाबा र सृष्टिको आदि मध्य अन्तको ज्ञान सुनाउनुहुन्छ, जसबाट मानिस स्वर्गका मालिक बन्न सक्छन्। भन्नुहुन्छ त्यही ज्ञान आएर बुझ। तिमी बच्चाहरूको बुद्धिमा छ यो नाटकले कसरी चक्कर लगाउँछ। कसैले पनि लाखौं वर्षको कहानी त सुनाउन सक्दैनन्। तिमीलाई थाहा छ 5000 वर्ष पहिला के थियो, कसको राज्य थियो। यही हामी पूज्य देवी देवताहरूको राज्य थियो। याद आयो नि, हामी पूज्य थियौं, फेरि पुजारी बन्यौं। पहिला यो थाहा थिएन, हामी नै पूज्य देवता थियौं। फेरि हामीले 84 जन्म लियौं। 84 जन्मको कहानी लक्ष्मी नारायणको हो। तिमीले आफ्नो 84 जन्मको कहानी सुनाउँछौ। उनीहरूलाई त बसेर आफ्नो कहानी लेख्न धेरै समय लाग्छ। तिमीले 1 मिनेटमा 84 जन्मको कहानी बताउन सक्छौ। उनीहरूले त 1 जन्मको कहानी लेख्छन्। बचपनमा के गरे यसको पनि आफ्नो कहानी बताउँछन्। हामीले 84 को चक्कर कसरी लगाउँछौ। 1 को त कुरा होइन, धेरै ब्राह्मण छन्। तिमीले नै यो चक्रको विषयमा बुझेका छौ। यो चक्रको विषयमा बुझेपछि तिमी राजा रानी बन्छौ र फेरि अरूलाई पनि बनाउँछौ। भक्ति पनि तिमीहरूले जस्तो अरू कसैले गर्दैनन्। अरू जति पनि मठ, पन्थ, धर्म आदि छन्, ती हाम्रै भक्तिको समयमा स्थापन हुन्छन्। पहिला सुरुमा हामी फूलहरूको वृक्ष कति सानो थियो, रूहानी गार्डन थियो। तिमी चैतन्य फूल थियो। यसलाई भनिन्छ फूलहरूको बगैँचा। फेरि त्यही बगैँचा काँडाहरूको जंगल बन्दै जान्छ। यस समयमा सबै काँडा बनेका छन्। फेरि काँडाबाट फूल कसरी बन्नु छ, यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। एकअर्कालाई दुःख दिनु काँडा लगाउनु हो। विद्यार्थी जीवन सबैभन्दा श्रेष्ठ हो भनिन्छ। त्यो जीवन धेरै राम्रो हुन्छ। बच्चा बच्चीहरूले धेरै खुसीमा पढिरहन्छन्। विवाह गरेपछि एकअर्कालाई काँडा लगाउन सुरु गर्छन्। सत्ययुगमा कसैले काँडा लगाउँदैनन्। अहिले तिमी फेरि फूल बन्छौ। तिमीलाई थाहा छ यहाँ स्वर्ग हुँदा कति अपार सुख थियो। सुनका खानीहरू थिए। अहिले ती खानीहरू खाली भएका छन्। फेरि तिमीलाई भरपूर सुन मिल्छ।
यहाँ नै सुन, हीरा, जुहारतका खानीहरू थिए। त्यस समयमा अमेरिका आदि केही पनि हुँदैन, मुम्बई पनि हुँदैन। बडो अचम्म छ नि। कलियुगको अन्त्यमा कति पनि सुन देखिँदैन। फेरि सत्ययुगको आदिमा यति सुनका खानीहरू भरपूर हुन्छन्, सुनका महलहरू बन्छन्। बडो अचम्म छ नि। त्यहाँ खानीहरूबाट कति धेरै सुन निकाल्छन्। जसरी यहाँ माटाका इँटा बन्छन्, त्यसरी नै त्यहाँ सुनका इँटा बन्छन्। माया मच्छन्दरको खेल देखाउँछन् नि। ध्यानमा देख्थ्यौ यहाँ त सुन नै सुन छ। अवश्य सत्ययुगमा सुन हुन्छ। यहाँ त हेर माटाका इँटा पनि मिल्दैनन्। जति इँटा यहाँ पैसाले मिल्छन्, त्यहाँ त्यति सुनका इँटाहरू सित्तैमा मिल्छन्। रात दिनको फरक छ। त्यसैले किन पुरुषार्थ नगर्ने? नयाँ दुनियाँमा उच्च पद पाउनको लागि यहाँ मोह जालमा किन फस्ने? बाबा भन्नुहुन्छ, पुराना सम्बन्धहरूमा तिमीले कति दुःख पाउँछौ। बाबा यस्तो भन्नुहुन्न, यिनीहरूलाई छोडिदेऊ। केवल बुद्धि योग एक बाबासँग लगायो भने तिमी विश्वको मालिक बन्छौ। मन मना भवको अर्थ नै हो मलाई याद गर, र विष्णु चतुर्भुजलाई अर्थात् विष्णुपुरीलाई याद गर। मूल हो नै एउटा शब्द। भक्ति मार्गमा त धेरै पञ्चायत हुन्छन्। अहिले तिमी सबै आत्माहरू आशिक हौ एक मासुक परमपिता परमात्माका। वहाँले तिमीलाई सुखधामको मालिक बनाउनुहुन्छ। सबै आत्माहरूले वहाँलाई याद गर्छन्। तिमी रुहानी आशिकहरू रुहानी मासुकका एक पटक मात्र बन्छौ। बाँकी त सबै मानिस हुन् जिस्मानी आशिक मासुक। अहिले आएर बेहदका आशिकहरूलाई बेहदको मासुक मिल्नुभएको छ। वहाँलाई भन्छन् पनि आउनुहोस्, आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्। वहाँ एकलाई नै पुकार्छन्। तिमीलाई थाहा छ हाम्रो आत्मा पतित बनेको छ, त्यसैले पुकार्छन् पतित पावन आउनुहोस्। कुम्भको मेला लाग्छ, कतिले गएर गंगा स्नान गर्छन्। फाइदा केही पनि हुँदैन, पावन कोही पनि बन्दैन। अहिले बाबा आएर ज्ञान वर्षा गर्नुहुन्छ। तिमी माथि ज्ञानको वर्षा भइरहेको छ, जसबाट फेरि काँडाको जंगल फूलको बगैँचा बन्छ। तिमीलाई थाहा छ हाम्रो राज्य हुँदा त्यति बेला त्यहाँ कोही पतित हुँदैन। सारा विश्वमा ज्ञान वर्षा हुन्छ। सबै थोक हराभरा हुन्छ। हीरा जुहारतका खानीहरू पनि नयाँ बन्छन्। अब तिमी बच्चाहरू कति खुसी हुनुपर्छ। सामुन्ने देख्छौ बेहदको बाबाले बसेर सम्झाउनुहुन्छ। तिमीले मलाई याद गरेमा तिम्रो विकर्म विनाश हुन्छ। तिमी जहाँ बसे पनि ज्ञान स्नान गर, बुद्धिमा बाबाको याद भइरहोस्। त्यहाँ त याद गर्ने फुर्सद हुन्छ। बाबालाई जति याद गर्छौ त्यति कमाई हुन्छ। यादबाट नै कमाई हुन्छ। यस्तो कहिले सुन्यौ यादबाट कमाई हुन्छ? कति ठूलो कमाई छ। तिमी विष्णुपुरीको मालिक बन्छौ। तिमीलाई थाहा छ हामी आत्माहरूका पिता निराकार हुनुहुन्छ। वहाँले यस शरीरको आधार लिनुभएको छ। भगीरथको पनि वर्णन छ नि। भाग्यशाली रथ, जुन रथमा परमपिताको परम आत्मा विराजमान हुनुहुन्छ। आत्माको रथ तयार भइसकेपछि तुरुन्तै आत्मा आएर प्रवेश गर्छ। बाबाले त केवल यस रथमा आएर ज्ञान दिनुहुन्छ। यिनको पनि धेरै जन्महरूको अन्त्यको जन्ममा
वानप्रस्थ अवस्था भएपछि बाबा भन्नुहुन्छ, म आएर यिनमा प्रवेश गर्छु अथवा यस रथमा विराजमान हुन्छु। बाँकी कुनै घोडा गाडीको रथको कुरा होइन। अहिले तिमीलाई यो ज्ञान मिलेको छ। बाबा सामुन्ने बसेर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ, तिमीलाई त धेरै खुसी हुनुपर्छ। लोक सेवाको परीक्षाको लागि पढेका रहेछन् भने बढो नशा हुन्छ। त्यो हो सबैभन्दा उच्च परीक्षा। तिम्रो पनि यो पढाइ हो, यो भगवानको पाठशाला हो। अब प्रश्न उठ्छ, भगवान को हुनुहुन्छ? के श्री कृष्ण वा शिव बाबा भगवान हुनुहुन्छ? सबैका भगवान को हुनुहुन्छ? एक निराकार बाहेक श्री कृष्णलाई त सबैले मान्दैनन्। सबै आत्माहरूका पिता वहाँ निराकार परमपिता परमात्मा हुनुहुन्छ। वहाँ सदैव परम धाममा रहनुहुन्छ। बाबा एकै पटक आउनुहुन्छ बच्चाहरूलाई स्वर्गको मालिक बनाउन। तिमीलाई थाहा छ, वहाँ बाबाले कल्प कल्प आएर हामीलाई रङ्कबाट राव बनाउनुहुन्छ। भारत अहिले रङ्क छ नि, फेरि अर्को जन्ममा के भन्नु छ तिमीलाई? सबै साक्षात्कार भएको छ। विनाशको पनि साक्षात्कार गरेका छौ, स्थापनाको पनि साक्षात्कार गरेका छौ। भगवान वाच, मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। धेरै दान पुण्य गरेको रहेछ भने कसैलाई अल्पकालको सुख मिल्छ। राज परिवारमा जन्म लिएर फेरि तुरुन्तै मर्छन्। कोही गर्भमा पनि मर्छन्, कोही लुला लङ्गडा काना बन्छन्। जस्तो कर्म गर्छन् त्यस्तै पद पाउँछन्। अब बाबाले तिमीलाई त राजाहरूको राजा बनाउनुहुन्छ। तिमीले भन्छौ, बाबा हामी बलिहार जान्छौं। त्यसो भए अवश्य राज्य भाग्य पनि तिमीले पाउँछौ। यो भारत खण्डलाई महादानी खण्ड भनिन्छ। यहाँ धेरै दान पुण्य गर्छन्। त्यो दान पुण्य फेरि सुरु हुन्छ भक्ति मार्गमा। तर बाबाले तिमीलाई 21 जन्मको लागि दान दिनुहुन्छ। अब तिमी बाबामाथि बलिहार जान्छौ। तन मन धन सबै थोक दियो। अब बाबा भन्नुहुन्छ, ट्रस्टी भएर रहनु छ। आफ्नो घरबार सम्हाल। सबै शिव बाबाको हो। म हजुरको हुँ, हजुरलाई नै याद गर्छु। दिलबाट समर्पण गर्छन्। बाबा भन्नुहुन्छ, बस्न त महलमा बस, घुम फिर मौज मनाऊ। केवल मलाई याद गर्छौ भने तिमी धेरै खुसी हुनेछौ। तिमी विश्वको मालिक थियौ। अब फेरि तिमीले पुरुषार्थ गरेर त्यही विश्वको मालिक बन्छौ। बाबा सम्झाउनुहुन्छ, मिठा प्यारा बच्चाहरू, यस योग बलले नै तिमी विकर्माजित बन्छौ। बाबाको यादले तिमी विश्वको मालिक बन्छौ। अच्छा, मिठे मिठे सिकिलदे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुड मर्निङ नमस्ते। धारणाको लागि मुख्य सार। 1 नम्बरमा राजाई पद पाउनको लागि बाबामाथि पुरा बलिहार जानु छ। तन मन धन सबै समर्पण गरेर ट्रस्टी भएर रहनु छ। विकर्माजित बन्ने पुरुषार्थ गर्नु छ। नम्बर 2, यादमा नै कमाई छ। त्यसैले निरन्तर यादमा रहने पुरुषार्थ गर्नु छ। यस्तो रूहानी फूल बन्नु छ जसबाट फूलको दुनियाँका अधिकारी बन्छौ। भित्र कुनै पनि काँडा रहनु छैन।
आजको बाबाको वरदान, एक बाबामा सारा संसारको अनुभव गर्ने बेहदका बैरागी बाबा। एक बाबामा सारा संसारको अनुभव गर्ने बेहदका बैरागी बाबा। विस्तार, बेहदका बैरागी उनीहरू नै बन्न सक्छन् जसले बाबालाई नै आफ्नो संसार मान्छन्। जसको बाबा नै संसार हुनुहुन्छ उनीहरू आफ्नो संसारमा नै रहन्छन्, अरूतिर जाँदै जाँदैनन् अनि सो तह किनारा हुन्छ। संसारमा व्यक्ति र वैभव सबै आउँछ। बाबाको सम्पत्ति नै तिम्रो सम्पत्ति हो। यही स्मृतिमा रहेमा बेहदका बैरागी बन्छौ। कसैलाई देख्दा देख्दै पनि देख्दैनौ, देखा नै पर्दैनन्। स्लोगन, पावरफुल स्थितिको अनुभव गर्नको लागि एकान्त र रमणीकताको सन्तुलन राख। पावरफुल स्थितिको अनुभव गर्नको लागि एकान्त र रमणीकताको सन्तुलन राख। बाबाको अव्यक्त इशारा, ज्वाला स्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर। जसरी किल्ला बाँधिन्छ, जसबाट किल्लाभित्र प्रजाहरू सुरक्षित रहन सक्छन्। एक राजाको लागि सानो कोठा बनाउँदैनन्, किल्ला बनाउँछन्। तिमीहरू सबैले पनि स्वयंको लागि, साथीहरूको लागि, अन्य आत्माहरूको लागि ज्वाला रूप यादको किल्ला बाँध। यादको शक्तिको ज्वाला भयो भने हरेक आत्माले सुरक्षाको अनुभव गर्नेछ। सुमान, म बेहदको बैरागी आत्मा हुँ। ओम शान्ति।